हेलो गाइज नमस्ते वेलकम टु माई च्यानल। आज भिडियो हुनेछ हाम्रो दुधकुण्डको र अनएक्सपेक्टेड हाम्रो प्लान भएर गइरहेको छ। हेरेर रमाइदिनु होला, लास्टसम्म हेरिदिनु होला। धन्यवाद। लेकमा हिँडिरहेको छु अहिले दुधकुण्ड। यो चाहिँ हाम्रो तामाकोसीको खोला है, तामाकोसी। ल यही हो हाम्रो गाडी है। अहिले चाहिँ हामी यहाँ तामाकोसीमा चिया खाँदै एकछिन ब्रेक भइरहेछ। रातभरि छुटे छैन, केटाहरू यहाँ छ। अब चाहिँ हामी ब्रेकफास्ट गरेर निस्किसक्यो है। यसो यहाँ बजार एकचोटि हेर्दैछौँ के छ भनेर। तामाकोसीको बजार है यो चाहिँ, देख्न सक्नुहुन्छ तपाईँहरूले। अब चाहिँ हामी गाडीमा चढ्यो है। अब निस्किने बेला पनि भयो। उहाँ चाहिँ हाम्रो समीर सर हुनुहुन्छ र यता अनुप सर पनि हुनुहुन्छ है। अब हाम्रो ड्राइभर सर चाहिँ आउन बाँकी छ। अब चाहिँ हामी निस्क्यौँ। तामाकोसीको बजारबाट चाहिँ अब हामी निस्किँदैछौँ है। यहाँ चाहिँ सानो पुल पनि रहेछ तामाकोसीको। अब चाहिँ हामी पुलभित्र इन्ट्री गर्न जाँदैछौँ है। तपाईँहरूले देख्न सक्नुहुन्छ पुरै पुल पनि। तामाकोसीको खोला पनि दामी छ। केही झलक तपाईँले खोला पनि देखाउँदैछु, हेर्न सक्नुहुन्छ यो खोलाहरू तामाकोसीको। अहिले चाहिँ हामी मन्थली एयरपोर्ट कटेर है यहाँ बाटोमा केही रेस्ट लिँदैछौँ। तपाईँले देख्न सक्नुहुन्छ पर है मान्छेहरू भित्र छ, पुरा खानासाना बनाएर खाइरहेको जस्तो। माछा चाहिँ पासो थापेर त्यहाँ मस्तल बसिरहेछ, घाम लागेको भएर चाहिँ भित्रै। हाम्रो चाहिँ यता सबैजना रेस्ट लिँदैछ। गाडीलाई पनि त एकछिन रेस्ट चाहियो नि त, टाइम टु टाइम होइन। अब चाहिँ हामी फाप्लो पुगिसक्यो है। यहाँ फाप्लोको यो चाहिँ एभरेस्ट होटल रहेछ। यहाँ सबैजना यहाँ यताउता अब होटलहरू पनि हेर्दैछ कुनमा बस्ने भनेर होइन। बस्नु त पऱ्यो, आज त बस्ने यतै हो हामी। भ्यू चाहिँ बबाले छ, घरहरू पनि एकदम राम्रो छ है। घरको स्ट्रक्चर पनि बबाले बेस्टै लाग्यो मलाई चाहिँ। हाम्रो काठमाडौँको घरभन्दा चाहिँ यस्तो घरहरू चाहिँ एकदम बेस्ट लाग्यो। यो चाहिँ भ्यू त्यहाँको एकदम बबाल छ, पुरा डाँडाकाँडा छ है। बादल त्यत्तिकै देखेको छ, एकदम मनमोहित हुने टाइपको रहेछ भ्यू चाहिँ। डाँडामा घर पनि सेतो सेतै बनाएर रहेछ फेरि घरको कलरहरू पनि। अहिले हामी फाफ्लुङमा है। आज हामी यता बस्ने, भोलिबाट हाम्रो ट्रेकिङ सुरु। यहाँ चाहिँ मस्त हिमाल देख्न सक्नुहुन्छ तपाईँहरूले। यता हाम्रो सर दुईजना आउँदैछ है। उहाँ सरहरू चाहिँ दुईजना थाइल्यान्डबाट आएको छ है, थाइल्यान्डबाट स्पेसियली। बिहान भइसकेको छ है। अब हामी चाहिँ जाने तयारीमा छौँ। सबैजना ब्याग प्याकिङ गर्दै हुनुहुन्छ यतातिर है। म चाहिँ यतै छु। अब चाहिँ आज हाम्रो यहाँबाट चाहिँ ताक्सिन्डोसम्म चाहिँ बुलेरोमा, यही बुलेरोमा जाने हो। 1 घन्टाको बाटोमा चाहिँ यहाँ टिम छ यहाँ।
निस्किन लागेको हामी सबैजना निस्किन लागेको यहाँ हुनुहुन्छ है यता छिरिङ सर हुनुहुन्छ फाप्लुबाट अब हामी कहाँ जाने डेस्टिनी कहाँ छ ताक्सिन्डोसम्म हामी गाडीमा है 1 घन्टाको अहिले चाहिँ हामी फाप्लुबाट निस्किसकेको है फाप्लुबाट निस्किँदैछौँ यो चाहिँ हाम्रो फाप्लु एयरपोर्ट तपाईँले हेर्न सक्नुहुन्छ 2-3टा हेलिकप्टर मजाले राखिरहेको छ अब यति सानो बाटोमा पनि यति ठुल्ठुलो गाडी आउँछ है साइड दिँदै हैरानै छ साइडै नपुग्ने छ गाडी नै यत्रो छ 2टा गाडी छिराउनु पर्छ यस्तो साँगुरो बाटोमा अब यहाँबाट पनि हामी निस्क्यौँ है पुरा भ्यू चाहिँ मस्तै छ है बबाल छ स्विजरल्यान्ड भन्दा कम छैन हाम्रो नेपाल चाहिँ एकदम बेस्ट यो चाहिँ ड्याम रहेछ यता ड्याम बनाउँदै रहेछ हाइड्रो पावर हो कि ड्याम हो यो चाहिँ हाइड्रो पावर जस्तो लाग्यो यहाँको घरहरूको स्ट्रक्चर चाहिँ एकदम मन पर्यो मलाई पुरा स्विजरल्यान्ड टाइपकै भाइरहेछ होइन यो चाहिँ के पिकी एभरेस्ट रेस्ट्रो भन्ने रहेछ क्या हो यो चाहिँ के को ठाउँ हो यो पुरा सानो रुख पनि मजाले रोपेको रहेछ है एकदम बबालै छ ठाउँ चाहिँ हेर्न सक्नुहुन्छ तपाईँले सानो रुख पनि है माथि झन् अझै भ्यू बबाल हुने होला यो चाहिँ हाम्रो सानो स्टुपा भएको छ अहिले है जाँदै स्टुपा आइसक्यो है तपाईँले देख्न सक्नुहुन्छ डाँडा गएर पनि एकदम बबालको ग्रिनी छ है हेर्दै पुरा के भन्ने ठाउँ नै छैन कि बयानै गर्न सकिरहेको छैन एकदम बबालै छ त्यही भएर ट्रेकिङ गर्न चाहिँ एकदम मन लाग्छ कि भ्यूहरू हेर्नको लागि भए पनि चाहिँ होइन लाग्यो अहिले चाहिँ सानो एउटा यहाँ झर्ना जस्तो कुलो जस्तो बगिरहेको छ पानी चाहिँ एकदम निट एन्ड क्लिन छ है यो हिमालतिरको पानी भएर होला हिमालबाट बगेर आउने पानी भएर होला एकदम हो यहाँ हेर्नु नि भ्यू हेर्नु नि तपाईँहरूले भ्यू एकदम बबाल छ पुरा ग्रिन मात्रै कि ग्रिन घरहरू पनि त्यस्तै छ फेरि घरको स्ट्रक्चरहरू पनि बबालै छ ल आइपुग्यो ल के हो अब यसलाई स्वर्ग भन्ने कि स्विजरल्यान्ड भन्ने के भन्ने ठाउँ त गजबै छ नि त हेर्दा यहीँ बस्दिउँ जस्तो लाग्छ माथि त अब जानै पर्छ तर पनि के गर्नु तर एकछिन चाहिँ हामी यसो है ब्रेक टाइम भनौँ न यसो ल पुरा सबैजना रमाइरहेछ भ्यू हेर्दै होइन मस्तको भ्यू छ कि भ्यू चाहिँ एकदम बबाल छ रहेछ हामी गाडीबाट उठ्दैछौँ सबैजना हुनुहुन्छ घाम पनि लागेको छैन है चिसो छ अब यहाँ चिया खाएर चाहिँ जानुपर्छ यो चाहिँ हाम्रो ताक्सिन्डोको स्तुपा है ताक्सिन्डोको लोकेसन चाहिँ अब चाहिँ हामी चिया खान गइरहेछौँ भित्र समीर सरले चाहिँ ढोका खोलिदिनु भएको छ है यता सबैजना बिहान भर्खर उठेर आएको भएर सुस्ती लागिरहेछ सबैजनालाई घाम लाग्यो हाम्रो छिरिङ सर पनि आउनुभयो आजको यात्रा सुरु भयो हाम्रो ट्रेकिङ अब ट्रेकिङको स्टार्टिङमै चाहिँ यहाँ सबैजना फोटोसुट हान्ने भनिरहेछ है अब केही झलक फोटोहरू चाहिँ यहाँ क्लिक गर्नेछौँ हामीहरू फोटो खिच्न सकाएर चाहिँ हामी निस्किसक्यो यहाँ सरहरू चाहिँ एक राउन्ड हान्ने भनिरहेछ है वे टु डुडकुण्ड लेक भनेर यहाँ देखाइराख्नु भएको छ ठाउँमा बोर्ड चाहिँ तालेको छ है सबैजना अगाडि छ म चाहिँ पछाडि बसेर भिडियो खिचेर आउँदैछु अब आजको डुडकुण्डको ट्रेक चाहिँ एकदम सोचे भन्दा चाहिँ बबाले हुन्छ जस्तो छ तलबाटै भ्यू एकदम राम्रो देखिसक्यो है माथिबाट झन् बबाले हुन्छ 16 किलोमिटर हो बाटो यहाँदेखि डुडकुण्ड माथि 16 किलोमिटर यहाँबाट चाहिँ माथि 16 किलोमिटर डुडकुण्ड 16 भन्दा देखाएको छैन आज आधी बाटो सक्यो हाम्रो अरविन्द सर चाहिँ अगाडि आउँदै हुनुहुन्छ है पछाडि समीर सर छिरिङ सर र अर्नबजी हुनुहुन्छ म चाहिँ यहाँ स्या भइरहेको छु भिडियो लिँदै तपाईँले सुन्न सक्नुहुन्छ होला भिडियोमा पनि
हाम्रो अनुपजी चाहिँ अगाडि बसेर भिडियो लिइराख्नु भएको छ है, तपाईँहरूले देख्न सक्नुहुन्छ त्यो भिडियो पनि। यही हो भिडियो चाहिँ अनुपजीले लिनुभएको भिडियो चाहिँ है। हामी चाहिँ बिस्तारै अहिले चाहिँ स्टार्टिङ भएर चाहिँ आरामले हिँडिरहेछौँ। माथि माथि गएपछि धेरै थाकिन्छ, थाहा छ सबैजनालाई, त्यही भएर नर्मल्ली बिस्तारै हिँडिरहेछ सबैजना। तर पनि त स्याहाँ स्याहाँ भइरहेछ, केही छैन। अब ट्रेकिङ हिँडेपछि यति स्याहाँ स्याहाँ फ्याँ फ्याँ त हुनु परिहाल्यो नि होइन। यहाँ चाहिँ पोखरी जस्तो बनाएको रहेछ है, पानी चाहिँ छैन अहिले। पानी पर्ने सिजनमा चाहिँ यहाँ झप्प पोखरी जस्तै हुन्छ होला है। तलबाट चाहिँ हाम्रो दाजु एकजना आउनु भएको छ। हाम्रो पुराउनु आएको म त यहाँसम्म माथि सम्म पुऱ्याउने नै सँगै जाने अब हामी उसु आइरहेछ, पुरै उसुले ढाकिरहेछ। टिमहरू सबैजनाले पुरा थकाइ लगाइसकेको छ, स्याँ स्याँ गर्दै गइरहेछौँ हामी। ठाउँ ठाउँमा बोर्ड पनि राखेछ, वे टु दुधकुण्ड लेक है। बाटोमा हिँड्दैछौँ हामीहरू अहिले। जङ्गलको बाटो छ भित्रको। चिसो मौसम, उसु लगाइरहेछ। उसु चाहिँ छिनछिनमै लाउने, छिनछिनमै आउने। ढुङ्गाको भर्याङ अलिकति मात्र। चिन रेस्ट। रेस्ट सकाएर चाहिँ म माथि आइसकेँ है, भिडियो लिँदैछु। सरहरू बल्ल आउने तर्फ लाग्दैछ, पाइला चाल्दैछ है। जङ्गलभित्रको बाटो है, अहिले चाहिँ स्ट्रेटै देखिरहेछ है। जङ्गल पनि दामी नै देखेछ, तर एकदम डर लाग्दैछ है। कोही पनि हिँड्दैन ट्रेकिङ गर्ने बाहेक, यो माथिको लोकल मान्छे बाहेक चाहिँ अरू को पनि हिँड्दैन यहाँ चाहिँ। भ्यूहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले। म चाहिँ माथि बसेर भिडियो लिइरहेको छु, सरहरू बिस्तारै आउँदै हुनुहुन्छ। यो कला चाहिँ एकदम ठाडो छ, सबैले गाह्रो भइरहेछ, बिस्तारै आउँदै हुनुहुन्छ सबैजना है। यो चाहिँ अहिले हामी कामो डाँडा जाने बाटो हामी अहिले जाँदैछौँ है। उकालो चाहिँ ठाडै छ, यहाँ दाइ पनि हुनुहुन्छ। ढुङ्गा छ, के भन्छ यो ठाउँलाई दाइ? दाबढुङ्गा। अहिले हामी दाबढुङ्गा आइसक्यो। उहाँ चाहिँ हाम्रो यहीँ गाउँको दाइ, लोकल। सँगसँगै म दाजुसँग आइरहेको छु। टिमहरू चाहिँ पछाडि छ, देखेकै छैन, आएकै छैन। बिस्तारै रेस्ट लिएर आउँदै होला। लास खाएर आउँदैछ। बाटो भर्याङै भर्याङ छ। खोइ त अहिलेसम्म आएको छैन। हाम्रो सरहरू पनि बिस्तारै आउँदै हुनुहुन्छ। ठाडो उकालोमा गाह्रै भइरहेछ सबैजनालाई। हाम्रो अरविन्द सर अगाडि हुनुहुन्छ, समीर सर, छिरिङ सर, अनुपजी हुनुहुन्छ। गाह्रै छ सबैलाई ठाडो उकालोमा। फुलै फुलको बगैँचामा मेरी माया भनेर
हजुर हजुर त्यो त गुराँस भनेको हो यो गुराँस यो गुराँस हो दाइ गुराँस हो नि ए उता बोर्डमै थाहा भइहाल्छ सेतो गुराँस ल यो त अघिको तलको त सेम सेम देखेँ त मैले बाटो यहाँ छ यहाँ सर्टकट पनि रहेछ लाली गुराँस अब दाइहरू चाहिँ यता माथिको बाटो जाने रे म चाहिँ यता साइडको बाटोबाट हिँड्छु यो चाहिँ पुरानो पहिला यताको बाटो नबन्दाखेरिको है देख्न सक्नुहुन्छ तपाईँहरूले पुरै काठै काठ मात्र रहेछ पुरानो बाटोमा चाहिँ अहिले नयाँ बाटोमा चाहिँ ढुङ्गा छ म चाहिँ यो सर्टकटको हिसाबले चाहिँ गइरहेको छु पुरा स्याहाँ भइरहेछ तर रमाइलो पनि भइरहेछ त्यतिकै यो चाहिँ जुन तपाईँले देख्नुहुन्छ यो पत्केको यो चाहिँ सरकारी पार्टी रे अहिले यो कन्डिसनमा छ यहाँ हाम्रो दाइ पानी तान्न खोजिराख्नु भएको छ पानी आएको छ त दाइ काम चाहिँ हुनुपर्ने चाहिँ के भने काठमाडौँबाट घाप्सम्म आउने एक दिन पुरा हुसो आयो के पनि देखेको छैन अहिले त गाडीमा आउने हजुर रिङ्गोसम्म गाडी मारेर टाक्सिङसम्म हिँड्ने हजुर अनि त्यो भयो अनि रिङ्गोबाट टाक्सिङबाट कामडाँडा मात्र बस्ने हो क्या अनि लेक लाग्दैन त्यही हो क्या फेरि उसो आयो यहाँ ड्याममा सबैजना थकित भएर बिस्तारै आउँदै हुनुहुन्छ है हाम्रो छिरिङ सर चाहिँ गोप्रोले मजाले लिएर आउनु हुँदैछ हाम्रो अरविन्द सर हाम्रो समीरजी चाहिँ बिस्तारै आउँदै हुनुहुन्छ है गाह्रो छ बाटो एकदम गाह्रो पुरै स्या भइरहेछ माथि पुरा हुसो लागिरहेछ मेरो चौतार छ चौतारा छ त्यहाँ उहाँ त छ ओके त्यहाँतिर यसो दर्शन सर्शन गर्नुभयो नि हुन्छ देउता छ त्यहाँ जङ्गलको बाटो है एकदम दामी छ हुसु पनि लगाइरहेछ है गुराँसहरूको फुल पनि त्यत्तिकै छ मजाको दाइ यतै हुनुहुन्छ सेकेन्ड ट्रेकिङ दुधकुण्ड एकदम रमाइलो भइरहेछ हाम्रो दाइ पछाडि हुनुहुन्छ हाम्रो दाइ चाहिँ अगाडि बढिसक्नु भएको छ है म चाहिँ यसो क्यामेरा घुमाउँदैछु हाम्रो सरहरू चाहिँ यता आउँदैछ है हुसु लाएर केही देखेको छैन टप फेरि हुसु लगाइसक्यो बाटो चाहिँ मजाको भर्याङ बनाएको छ भर्याङ बनाए पनि हिँड्नलाई चाहिँ त्यस्तै हो यो अहिले तैनातीमा त्यत्तिकै बनाएको भन्छ अब थोरै मान्छेहरू बुढाबुढी छन् नसक्ने हो भने त 2 स्टपमै बिसाउँछ यहीँ भएर त्यहाँ डाँडा निस्किँदा नसक्ने त 4-5 चोटि बिसाउनै पर्छ यो टिमहरूलाई वेट गरेर बस्दैछु टिमहरू आउँदैछ है बिस्तारै खै कता पुग्यो आइरहेछ ऊ बिस्तारै आइरहेछ जुम गरेर हेर्दा अलिअलि देखिरहेछ है
सबैजनालाई गाडी छ, झन् ठाडो उकालो छ है। यो कामु डाँडा नपुगेसम्म चाहिँ यस्तै हो बाटो चाहिँ, ठाडै छ अलिकति। बिस्तारै चढ्दै आइपुग्नु भएको छ है सबैजना टिमहरू है, देख्न सक्नुहुन्छ तपाईँहरूले। गाह्रै छ नि त ठाडो उकालोमा, त्यसमा चाहिँ झन् सास फेर्न समीरजी र अरविन्द सर आउँदै हुनुहुन्छ है। भ्यू चाहिँ एकदम मस्तको बबालको छ नि, भ्यू चाहिँ दामी नै छ है। थकान पनि मेटिन्छ भ्यू हेर्दै जाँदा बिस्तारै। अहिले चाहिँ हामी यामुमपाखा चौतारीमा छौँ है। उहाँ दाइ यहाँको बारेमा चाहिँ हाम्रो दाइले चाहिँ केही छोटो मिठो भन्नुहुन्छ है, भनिदिनु त दाजु यहाँको बारेमा। यहाँ चाहिँ यामुमपाखा हो हजुर। अनि यहाँ चाहिँ खासमा माथि दुधकुण्डको सिधा पर्छ हजुर। अनि यहाँतिर पछि मेलाको बेलामा चाहिँ हजुर यहाँतिर एकदमै राम्रो पोखरी पनि छ। हजुर। त्यो पानी चाहिँ ऊ यहाँ आउँछ त्यहीभित्र। हजुर। त्यही हामीले अहिले अझै पनि हामी त्यहीभित्रै फोहोर चाहिँ गर्नु मिल्दैन, हामीले यहीँ मुनिबाटै रोपेर गर्नु पाउँछ। अनि कोही हिँड्नु नसक्नेहरू चाहिँ यहीँबाट यहीँ त। अनि यहाँ के कस्तो छ त, आफ्नो मागेको पुरा हुन्छ भन्ने सुनेको थियो, के कस्तो हो त? यहाँ त यहाँ माग्यो भने त अनि जे मागे त्यही हुन्छ। हजुर। जे चिताएको छ त्यो चाहिँ यहाँ मागेर बोर मागेर गयो भने त्यो पुगेकै हुन्छ कि। अब हाम्रो यहाँको चाहिँ देउता एकदमै एकदम ठुलै देउता हो अरे। हजुर। हामीले पनि अब थाहा थिएन, अब मान्छेले भनेकोमा सुनेको मात्र हो। अनि यो चाहिँ माथि दुधकुण्डको सिधा। हजुर। अनि यहाँबाट तल टाक्सिनु छ यो ठाउँ। अब यहाँ चाहिँ हिँड्नु सक्नु भएन भने यहाँ बोर मागेर चाहिँ जानुभयो भने चाहिँ माथि कुण्डासम्म नि ठ्याक्कै पुग्नुहुन्छ है त। ल यहाँ हेर्नुहुन्छ यो दाइले भन्नुभयो नि सानो कुण्ड, यहाँ जुन पानी आएको बेलामा चाहिँ यता जम्मा हुने हो। त्यो टाइममा चाहिँ यहाँको पानी जम्मा भएर चाहिँ यहाँबाट आएर चाहिँ यहाँ पाइप राखेको रहेछ, यहाँबाट झर्ने रहेछ। ल घाम पनि लाग्यो, हाम्रो सरहरू पनि बिस्तारै आइराख्नु भएको छ है। अब यहाँ हुसु नै छ, हुसु केही देख्ने त केही छैन है। जस रमाइलो भइरहेछ हाम्रो दुधकुण्डको यात्रा। पुरा हुसु भइरहेछ है। खाना खाने ठाउँ यही हो। अघि नै हुसुले गरेर देख्न पाएन खाना खाने ठाउँ है। सरहरू बिस्तारै लाग्नु भएको छ यहाँ। अहिले हामी कामु डाँडा 3880 पानी मस्तको बगिरहेछ है। माथि होला सायद हो। हामी बस्ने चाहिँ यता होइन, माथि चाहिँ हो है। यहाँबाट माथि चाहिँ हाम्रो खाना खाने ठाउँ। चौरी गाईले पुरा भारी भोग्दैछ यहाँ, भारी ग्यासहरू लिएर आउँदैछ यता है। हाम्रो सर चाहिँ यता पछाडि। पानी तिर्खा लाग्यो। खाना खाने ठाउँमा पुग्यो अहिले हामी।
Okay, let's go. खाना खाने डाइनिङ वाह वाह ल गजब रहेछ गिटार सितार पनि सबै रहेछ है दामी छ एकदम यहाँभित्र छिरेपछि तातो तातो भयो है अनि समीर दाइ कस्तो फिल भइरहेछ त सही छ गाह्रो साह्रो त केही भएको छैन नि हामी रुमतिर है रुम कस्तो एकचोटि हेरौँ ओके यो चाहिँ भोलिपल्ट बिहानको है हामी यहाँ कामु डाँडामै बसेको थियो हिजो हामी अहिले चाहिँ भ्यू प्रष्ट खुलेको भएर चाहिँ हेर्न सक्नुहुन्छ तपाईहरुले एकदम मज्जाको भ्यू छ है पुरा चुचु त्यो पनि दामी नै छ एकदम मिठो निट एन्ड क्लिन भएर रहेछ मौसम हिजो चाहिँ हुस्से हुसुले पानी परेर केही छैन गुड मर्निङ आज चाहिँ देख्न सक्नुहुन्छ तपाईहरुले मर्निङ सबैजनालाई भ्यू चाहिँ बबाल देखिरहेछ है माउन्टको अहिले बिहानको 5:30 पौने 6 भयो पौने 6 नै भयो भनौँ न है हेलो सबैजनालाई कामु डाँडाबाट हामी निस्किन लाग्यो हिजो हामी यता कामु डाँडामा बसेको थियौँ आज चाहिँ निस्किने तयारी भइसकेको छ 7:32 भइसकेको छ अब चाहिँ हामी निस्किन लाग्छ है यहाँ हाम्रो टिमहरु हुनुहुन्छ अब चाहिँ हामी निस्केको बाइ बाइ हामी हिँडिसकेको अवस्था अहिले बाटो यस्तो छ है हाम्रो सरहरु माथि 2 जना मुसु बिस्तारा परे जाऊ या जाऊ It's a landslide every year. We have to be careful While walking. बाटो चाहिँ एकदम डेन्जर छ पुरा भिरै भिर देखिरहेछ है एकदमै डर लाग्दो छ एक पाइला मिस्टेक गेम फिनिश खलास गाह्रो एकदम गाह्रो बाटो पनि त्यस्तै छ हाम्रो छिरिङजी यस्तै हो बाटो अहिले चाहिँ हामी तल झरिरहेछौँ है देख्न सक्नुहुन्छ तपाईहरुले छिरिङ सर र अरविन्द सर यतै हुनुहुन्छ बाटो पनि देख्न सक्नुहुन्छ भ्यू चाहिँ एकदम बबाले छ नि है त्यो खोला हो सानो त्यही हिमालको पानी बगेर आइरहेको खोला हो है तपाईहरुले भ्यू हेर्न सक्नुहुन्छ डाँडाहरुको मस्तको भ्यू आइरहेछ
अब जाँदैछौँ यो बाटो हुँदै हामी। रेस्ट टाइम नेपालको कुनै भाइ चाहिँ आएन क्या त्यस्तो थियो क्या छुट्टै काश्मीरको भाइ त्यसो काश्मीरकै भाइ यहाँ बसेर काश्मीरको भाइ छ क्या यहाँ चाहिँ हाम्रो सरहरूलाई पुरा काश्मीरको पाइप लगाइरहेको छ यो भ्यू हेर्दै चाहिँ है नेपालकै जस्तो लागेन भन्दैछ। अब चाहिँ हामी फेरि हिँडिदिएको है काश्मीरको पाइप लिइसक्यो मस्तले एकछिन रेस्ट पनि गऱ्यो। हेर्नु सक्नुहुन्छ तपाईँले यो बाटोहरू चाहिँ है बबालै छ सिनहरू चाहिँ एकदम गजबै छ। हिँड्दा धेरै थाकिसक्यो पुरा स्या भइरहेछ है। तर अगाडि सर दुईजना चाहिँ गइराख्नु भएको छ अगाडि देख्न सक्नुहुन्छ है तपाईँहरूले अरविन्द सर र छिरिङ सर। अहिले बाटो पनि देख्न सक्नुहुन्छ है पुरा त्यस्तै मात्र बाटो हो। अब उता यो डाँडा नकाटेसम्म है पुरा ल बाटो यस्तै छ हिँड्ने सानो डाँडाको बिचबाट हिँडिरहेछौँ हामी। अब यो डाँडा पनि कट्न लाग्यो है धेरै छैन त्यही देख्न सक्नुहुन्छ अलिकति त्यही हो। अहिले चाहिँ हामी ल डाँडा काटेर आइसक्यो है डाँडा यहाँ मस्त सानो पानी बगिरहेछ है देख्न सक्नुहुन्छ। बर्खाको टाइममा चाहिँ खतरै हुन्छ भ्यू चाहिँ एकदम बबालै छ नि ल बबाल भ्यू सानो पानी चाहिँ पुरा सफा एकदम सफा छ यो हिउँको पानी भएर होला एकदम। त्यो ग्रीन कलरको नरबेनी त होइन नरबेनीको मुनिको हो क्या यहाँबाट 2 घन्टा 4 घन्टा 3 घन्टा छरिरहेछौँ अहिले है देख्न सक्नुहुन्छ त्यो परको बाटो सानो त्यही बाटो हुँदै हामी माथि जाने हो सानो बेनी। यहाँ चाहिँ के हो यो टावर हो कि त्रिशुल हो टावर जस्तो छ हो। भ्यू चाहिँ एकदम बब्बाले छ है हेर्न सक्नुहुन्छ हजुरहरूले है पुरै जुम गरेर देखाउँछ। अहिले हामी जाने त्यो सानो बेनीको त्यही हो ल। अहिले चाहिँ हामी बेनी पुग्न लागिसक्यो। अब एकछिन बाँकी नै छु त्यो पर डाँडामा तपाईँलाई जुम गरेर देखाइदिन्छु है। भ्यू चाहिँ मस्तको भ्यू छ बब्बाल एकदम राम्रो। हाम्रो टिम अगाडि गइसकेको छ। म चाहिँ यहाँ एकछिन यसो भिडियो बनाएर जाऊँ भनेर यहाँ पछाडि म चाहिँ टिमहरू देख्न सक्नुहुन्छ तपाईँले जाँदैछ। बाटो चाहिँ यस्तै छ बाटोहरूमा चाहिँ पुरै ढुङ्गै ओछ्याएको छ है ढुङ्गा ओछ्याएको छ धेरै मिहिनेत लागेको छ होला यो ढुङ्गा ओछ्याएर बनाउनको लागि यो बाटो चाहिँ है। गाउँलेहरूले चाहिँ धेरै मिहिनेत गरेको रहेछ है यो बाटो बनाउनको लागि। बाटो चाहिँ मजाको छ भ्यूहरू पनि एकदम बबाले छ है हजुरहरूले देख्न सक्नुहुन्छ पुरा उसोहरू मुभ भइरहेछ पुरा यहाँ ढुङ्गाको पहाड छ है। फेरि पनि बोर्ड आइसकेको छ है ग्रीन कलरको बोर्ड छ यहाँ तासेको सानो बेनी हाइट 3850 भनेर लेखेको रहेछ। अहिले चाहिँ हामी माथि चढिरहेछौँ है बेनी जानेतर्फ सानो बेनी भ्यू पनि हेर्न सक्नुहुन्छ एकदम रमाइलो छ है। त्यही हो अघिनको हामी उताबाट जुम गरेर खिचेको बाटो त्यही हो ढुङ्गा ओछ्याएको भनेको चाहिँ है। अब हामी यता आइसकेका छौँ
सबैलाई गाह्रो भइरहेछ हैन सबै बिस्तारै आरामले हिँड्दै हुनुहुन्छ सबैजना टिमहरु अगाडि नै छ देख्न सक्नुहुन्छ तपाईहरुले फिल्ड हुन्छ ए 100% हुन्छ फिल्ड मात्र हैन म चाहिँ यता साइडको बाटो हिँडिरहेको छु सबैजना उताको टुङ्गाको बाटोबाट आउँदैछ म चाहिँ यता साइडको बाटोबाट हिँडिरहेको छु टुङ्गाको बाटो हिँड्न गाह्रो जस्तो लाग्यो है त्यही भएर साइडबाट हिँडेर देख्न सक्नुहुन्छ तपाईहरुले टिमहरु उताबाट आइराख्नुपर्छ फेरि जुम गरेर देखाउँदै छु है अघिनको बाटो हेर्नु टाढोबाट हेर्दा त पुरा सानो मात्र देखिरहेछ थकाइले सबैजना चुर भइरहेछ देख्न सक्नुहुन्छ बिस्तारै रेस्ट लिँदै आउँदै हुनुहुन्छ सबैजना एकछिनको रेस्ट चाहिँ सक्यो अब लेट्स मुभ म चाहिँ पुरा स्या गर्दै अगाडि है यो चाहिँ लुम्ब्रु गेस्ट हाउस भनेर लेखेको छ टिमहरु चाहिँ पुरा आउँदै हुनुहुन्छ बिस्तारै म चाहिँ पुरा स्या गर्दैछु यो गरिसकेपछि चाहिँ हाम्रो खाना खाने ठाउँ आउँछ है अघि नै जुम गरेर देखाउनु भएको ठाउँमा हामी आइपुगिसकेका छौँ है याक पनि रहेछ चौरी गाईहरू देख्न सक्नुहुन्छ तपाईहरुले जुम गरेर देखेको अघि नै यही हो है घर आज हामी आइपुग्यो बिस्तारै हिँड्दै दाइहरू यता फेरि भेट भयो है दाइहरूलाई हाम्रो दाइ चाहिँ यहाँ छ ल बिस्तारै हिँड्दै पुग्यो गर्मी पनि कति टाइम लाग्यो दाइहरूलाई हामीलाई 2.5 घण्टा 2.5 घण्टा कतिको गाह्रो भयो त यहाँसम्म आउँदा समस्या हुन्छ बुढो भयो के को बुढो भयो जवानै छ नि त अहिले पनि त बिहे गर्यो भने केटी त आइहाल्छ नि के को बुढो भयो अब चाहिँ हामी खानासाना खाएर निस्किनु लाग्छौँ दुध कुद्नुको लागि हाम्रो दुध कुण्डको यात्रा छिरिङ सर अगाडि हुनुहुन्छ टिमहरु चाहिँ पछाडि नै हुनुहुन्छ है यहाँ छ र सबैजना मुभ हुन लाग्यो यो त पुरा कुहिरो लागिरहेछ केही देखेको छैन पानीको आवाज चाहिँ आइरहेछ हाम्रो बेनीबाट चाहिँ हिँडिसकेपछि बाटो यस्तो छ दुध कुण्डको यता साइडमा केही देखेको छैन कुहिरोले पुरा ढाकेछ ठाउँमा पहिरो गइरहेको रहेछ
खाना खाएर निस्केको बेनीबाट हामीहरू चाहिँ है बिस्तारै बाटोहरू चाहिँ अलि अप्ठ्यारो यस्तै छ। छिरिङ सर चाहिँ अगाडि नै हुनुहुन्छ है। जाँदैछौँ हामी दुधकुण्डको यात्रामा। पछाडि टिमहरू हुनुहुन्छ, देख्न सक्नुहुन्छ, बिस्तारै आउँदै हुनुहुन्छ, पुरै हुसुल आइरहेछ। ढुङ्गा छ पुरै, देख्न सक्नुहुन्छ हजुरहरूले है, पुरै ढुङ्गै मात्रै छ है। यता छिरिङ सर पनि आउँदै हुनुहुन्छ। यता पछाडि टिम पनि छ, टिमहरू चाहिँ यसो फोटो लिँदैछ यो ढुङ्गै भएको ठाउँ आएको भएर। यताबाट चाहिँ अब हाम्रो समीर सर आउँदै हुनुहुन्छ है, बिस्तारै आरामले। चिसो पनि त्यतिकै छ। कुहिरोले फेरि थाकिसकेको अवस्था है, पुरै कुहिरोले लगाइसक्यो, फेरि कुहिरो आइसक्यो। दुधकुण्डको सफर जारी नै छ हाम्रो है। बाटो ढुङ्गै छ। हुसुले चाहिँ हामीलाई पछि छोडेको होइन है। कुहिरो चाहिँ लागेको लागेछ, आइरहेछ पछि कुहिरो पनि हामीसँगै। कुहिरो नलागो भए चाहिँ खतरै हुन्थ्यो है। जिउ पनि मस्त निट एन्ड क्लिन भएको भए चाहिँ हेर्न पनि रमाइलो हुन्थ्यो। अहिले चाहिँ पुरा कुहिरो लगाइरहेको भएर चाहिँ खासै केही देख्न पाएको छैन। अघि नआएको खोलाको आवाज, फेरि कुहिरोले ढाकिहाल्यो खोलालाई पनि। खोलाको आवाज सुन्न सक्नुहुन्छ तपाईँहरूले है, पुरा मस्तको बगिरहेछ खललललल। गजब रहेछ ल है, पुरा खोला बगिरहेछ। यो खोला चाहिँ हाम्रो दुधकुण्डबाट बगेको खोला हो है। यता चाहिँ नुब्रा गेस्ट हाउस यता। अहिले चाहिँ अलिक क्लियर देखेछ। खोलाको भिडियो लिन आउँ भनेको हुसु आइहाल्यो फेरि। पुरा गजबै छ सफा। यो मात्र के लिन आएको, यहाँ हुसुले पुरै ढाकिसक्यो ल। माथिको सरहरू नै नदेख्ने भइसक्यो। यहाँ हाम्रो अनुप सर चाहिँ है फोटो खिच्दैछ, हाम्रो समीर सर चाहिँ फोटो खिच्दै हुनुहुन्छ। अब हामी यो खोलाको बाटो हुँदै जाने दुधकुण्ड। अहिले चाहिँ पुरा खतरा भ्यू निट एन्ड क्लिन भएर आउँदैछ है। बादल हुसुहरू पनि उता अगाडि सरिरहेछ। भ्यू चाहिँ बिस्तारै क्लियर हुँदै आउँदैछ, तर पनि हुसुले पिछा छोडेको छैन। बाटो हेर्न सक्नुहुन्छ हजुरहरूले है। यतादेखि चाहिँ भर्याङ बनाएको रहेछ है। आमामामा भर्याङ पनि अलिकति बनाएको हो र भने अब लास्ट भर्याङ छ, लास्ट भर्याङ चढ्नुपर्छ अहिले हामी है। तपाईँहरूलाई देखाउनेछौँ अहिले पछि कतिको भर्याङ चढ्नुपर्छ भनेर। एकदम सफा निट एन्ड क्लिन, भित्र के छ भनेर नै देख्न सकिन्छ है। अघि तपाईँले जुम गरेर देखाएको जुन भर्याङ बनाएको रहेछ ढुङ्गाको आइपुग्यो। अब यो भर्याङ चढ्दै जाँदैछौँ। भर्याङ चढिरहेछौँ अहिले हामी।
देख्न सक्नुहुन्छ हजुरहरूलाई अघि नै बनेको भर्याङहरू है चढ्दैछौँ अहिले चाहिँ हामी। दुईजना चाहिँ हाम्रो यता भर्याङबाट नआइकन खोलाको पहिरो गएको बाटो आइरहेछ। ठन्डा ठन्डा आँक्न सिधा भयो। भर्याङ सकिने लाग्यो। यहीँसम्म मात्रै हो भर्याङ चाहिँ। यहाँबाट भ्यू देख्न सक्नुहुन्छ तपाईँले जुन दुध कुण्डको पानीहरू। भर्याङ सक्यो भने त बाँकी नै रहेछ त हौ। यताबाट आउँदैछ दुईजना। अर्को एउटा सानो पुल आएको छ। अहिले यहाँ पानी छैन। बर्खाको बेलामा खतरा पानी हुन्छ यहाँबाट माथिबाट। हाम्रो दुईजना सर चाहिँ पछाडि आउँदै हुनुहुन्छ बिस्तारै। त्यही देख्नु भएको तलको बाटोबाट हामी माथि आएको हो है, बिस्तारै आएको हो त्यही बाटोबाट चाहिँ। यो गोपाल क्लियर भयो चाहिँ। माथि चढ्नु लागेको छ। भ्यू चाहिँ आफूले सोचेको भन्दा पनि बब्बाले एकदमै स्वर्गै हो यार कसम भने। जति माथि आयो त्यति भ्यू खतरा देखेर आइरहेछ है। पुरा माइन्ड फ्रेस भइरहेछ, एक्साइटमेन्ट छुट्टै। भ्यू देखिरहेकै बबाल छ नि खतरैले। बबालै सफा हो यार। अलिअलि हिमाल देख्न थालेको छ है। बिस्तारै बिस्तारै हिमाल खुलेर आउँदैछ है, देख्न सक्नुहुन्छ हजुरहरूले। हिमालको भ्यू एकदम राम्रो आइरहेछ। तर क्यामेरामा भन्दा आफ्नो आँखाले हेर्ने चाहिँ एकदम बबाल बेस्ट। उसो आइरहेछ पछि पछि। अझै नजिक आइपुगेछौँ हामी। यो हिमालको नाम माइन्ड फ्रेस भयो ल। हिमाल हेर्दाखेरि होइन नजिकबाट यहाँ देखिरहेको छु। कुहिरो आयो हिमाललाई ढाक्दियो। देख्न सक्नुहुन्छ हजुरहरूले है, हेर्दै कुहिरोले ढाकिदियो हिमाललाई। ल हिमाल छेक्दियो। अहिले भने चाहिँ खत्रै देख्यो ल हिमाल,
बाबा हालेछ ल थकैत नै दूर भयो घोस्ट लेक यताबाट जाने तर हामी चाहिँ जाँदैन हामी चाहिँ सिधै दुर्कुन्द हो यो चाहिँ पुरै सुकिरहेको छ यो लेक यो एउटा सायद भुटकुण्ड भने घोस्ट लेक सुकिरहेको छ केही छैन अहिले चाहिँ हामीहरू पारिपट्टिको बाटोबाट आइरहेको छु जुन भुटकुण्ड भनेर घोस्ट लेक भनेर छ यताबाट हो बाटो चाहिँ अनि यता साइडमा तल हो देख्न सक्नुहुन्छ है तपाईँहरूले टिमहरू चाहिँ उताबाट आउँदै हुनुहुन्छ 3 जना 2 जना चाहिँ यताबाट अरविन्द सर र म चाहिँ यताबाट आउँदैछु जाने बाटो चाहिँ हो जय शम्भो हर हर महादेव दुधकुण्ड पुग्यो हामी कुहिरो आइसकेछ कुहिरोले ढाक्न लागिसकेछ फाइनली दुधकुण्ड है फाइनली दुधकुण्ड आइपुग्यो जय शम्भो फेरि भेट्यो है जय शिव शंकर अहिले चाहिँ पानीको मात्रा कम रहेछ दुधकुण्ड फाइनली दुधकुण्ड आइपुग्यो गाइज है फेरि कुहिरो लागेर आयो पुरै ढाक्दैछ आइपुग्यो कति टाइम भयो तपाईहरु पुग्नु भएको कता खाना खाएर पनि फेरि खाजा खाइ बस्नु भएको पानी चाहिँ सुकेछ है पानी चाहिँ पुरै यो चाहिँ भ्यू सबै अहिले चाहिँ हामी दुधकुण्डको एक राउन्ड घुम्न लागिरहेको छु है यहाँ अलिअलि स्नोफल पनि होला जस्तो पुरा सिमसिम यो अहिले हामी दुधकुण्ड सुकेको भएर मात्र यो दुधकुण्डको एरियामा हामी अहिले आउन सकिरहेछौँ है राउन्ड घुम्नलाई अरू बेलामा त यो अहिले हिँडिरहेको ठाउँमा पुरै पानी नै पानी हुन्छ लेकमा हिँडिरहेको छु अहिले दुधकुण्ड
पुगिसकेपछि चाहिँ एकदमै फ्रेसै भयो है। जति पनि थकान सबै मेटियो है। हिमाल नजिकै रहेछ, आँखा अगाडि नै हिमाल हेर्दाखेरि नै जति पनि थकान छ सबै चिलिम च्याट। गोब्रो ल्याउनु पर्ने अब खोइ हाम्रो छिरिङ सर हेर्न सक्नुहुन्छ हिमाल पछाडि बबाल। म धन्य सोच हालु गजा भएँ मने आनन्द हल्का जुगा झन् साउन्ड इको बाउले झने असिन्छ ठन्डी होला जसम्म थन्मोर लेक साइडमा हामी हिँड्दैछु दुधकुण्डको लेकमा। पानी नभएर मात्र यसरी हिँड्न पाएको, पानी भएको भए यहाँ कहाँ हिँड्न पाउँथ्यो अहिले। स्नो सोल अनि स्नो छप्पटा थाना सोल। हेलो गाइस, सबैलाई है जिउँदै स्वर्ग हेर्नु मन छ भने चाहिँ पुरा दुधकुण्ड आउने मजाको है। मरेपछि स्वर्ग देखिन्छ देखिँदैन थाहा छैन, जिउँदो स्वर्ग चाहिँ यही हो। हिमाल पहाड तराई कोही छैन पराई। कुण्डको यसमा हामी यहाँ चाहिँ अहिले पानी छैन, कुण्ड पुरै सुकेर यस्तो छ। हामी चाहिँ हिँडिरहेको छु यता। तर डोन्ट ट्राई है, अरूले चाहिँ यसरी ट्राई नगर्नु होला। हाम्रो आज दुधकुण्डको यात्रा सफल भएको छ है। अब हामी यो एक राउन्ड लाएर अब जानेछौँ र आजको भिडियो पनि हाम्रो समाप्त टुङ्गाउनेछौँ है भन्दै म रमन महर्जन बिदा लिन चाहन्छु। अन्तिमसम्म हेरिदिनु होला, धेरै धेरै धन्यवाद। नमस्ते, बाई।